हेलो एन्ड वेलकम टु माई युट्युब च्यानल। म आज यतिखेर यता भजनी नगरपालिकाको वडा नम्बर कति ठ्याक्कै त थाहा भएन, अहिले थाहा हुन्छ। आज हामी हाम्रो संस्थाको टिम चाहिँ यता के अरे फिल्ड अनुगमन गर्न भनेर आएको छौँ होइन। यता चाहिँ हाम्रो संस्थाको बोर्ड सर म्याडम प्लस हामी स्टाफहरू पनि यता फिल्ड अनुगमन गर्ने भनेर चाहिँ आएका छौँ। काँक्रा फले रहेछ नि त। यो तपाईँको काँक्रा होइन? हजुरको काँक्रा है। यतिखेर म यो टिकापुर नगरपालिका वडा नम्बर 6 भर्तापुरमा रहेको कृषक पाठशालामा छु। यता चाहिँ हामी चाहिँ हाम्रो संस्थाले गरेको काम परियोजना अन्तर्गत भएको सपोर्टहरूको के कसरी उहाँहरूले युटिलाइज गरिराख्नु भएको छ, के सिकिराख्नु भएको छ, के गर्दै हुनुहुन्छ भनेर आज हामी चाहिँ यहाँ अनुगमन भन्छ होइन, मोनिटरिङ गर्नको लागि यहाँको जलवायु अनुकूल कृषि पाठशालाको हामी प्लटभित्र छौँ र विशेष गरी यहाँ हाम्रो 22 हप्तासम्म चाहिँ यो जलवायु अनुकूल कृषि पाठशाला कार्यक्रम चाहिँ हाम्रो सञ्चालन भएको छ यो भर्तापुरमा। र यहाँ चाहिँ हाम्रो विशेष गरी कृषकहरूले चाहिँ हरेक हप्ता एक दिन आएर चाहिँ उहाँहरूले चाहिँ जलवायु मैत्री क्लाइमेट फ्रेन्डली टेक्नोलोजीहरूलाई प्रविधिहरूलाई चाहिँ यस फिल्डमा चाहिँ प्रयोग गरेर चाहिँ उहाँले एक लेभलको त्यसको अध्ययन अनुसन्धान गरेर चाहिँ त्यसको रिजल्ट पत्ता लगाउने काम चाहिँ हुन्छ। र त्यो रिजल्टबाट आएको कुराहरू जुन प्रविधि जुन जलवायु अनुकूल कृषि जलवायु मैत्री जुन प्रविधिहरू छन् त्यो प्रविधिले कस्तो किसिमको रिजल्ट ल्यायो, कस्तो किसिमको उत्पादनमा फाइदा गर्यो र उहाँहरूको विभिन्न किसिमको जो यो प्रकोपहरू छ यो प्रकोपहरूलाई चाहिँ कसरी यसले चाहिँ त्यसको रोकथामको लागि चाहिँ सहयोग पुगायो भन्ने कुराहरू जब उहाँहरूले आफैले यो 22 हप्तासम्म चाहिँ हेरेर सिक्नुहुन्छ, त्यो सिकिसक्यो भने चाहिँ उहाँ आगामी दिनहरूमा चाहिँ जो यो कृषि कर्म गर्दाखेरि उहाँले चाहिँ यहाँबाट सिकेका जुन पाठहरू छन्, यहाँबाट सिकेका जुन सिकाइहरू छन्, यहाँबाट सिकेका जुन प्रविधिहरू छन् त्यो प्रविधिलाई चाहिँ एकदमै आफ्नो आफूले गर्ने जो खेती पद्धति छ त्यसलाई चाहिँ उहाँले व्यवहारका हिसाबले परिवर्तन गरेर आगामी दिनमा हुने जो यो जलवायु परिवर्तनका कुराहरू छन्, जो यो एकदमै यो अहिले वर्ल्ड वाइड हेर्ने हो भनेपछि यो ग्लोबल वार्मिङका कुराहरू जुन छ, एकदमै यो हाई टेम्परेचरको कुराहरू जुन छ, यो नसोचेको टाइममा जुन बाढी आइदिने यस्ता कुराहरूमा पनि यो कृषि कर्मका जुन गतिविधिहरू या जुन क्रियाकलापहरू छन् त्यसले पनि धेरै किसिमको लगभग मैले अहिलेसम्म सुनेको आधारमा भन्यो भने चाहिँ 22 देखि 25% चाहिँ यो कृषि कर्मले गर्दा पनि त्यो ग्लोबल वार्मिङमा चाहिँ असर पुगिरहेछ भन्ने कुरा छ। र त्यसलाई चाहिँ मध्यनजर गर्दै हाम्रा जति पनि किसान दाजुभाइहरू हुन्छ उनीहरूलाई चाहिँ हामीले जलवायु अनुकूल कृषि पाठशाला कार्यक्रमद्वारा चाहिँ यस्ता किसिमका प्रविधिहरू जुन चाहिँ जलवायु मैत्री प्रविधिहरू सिकाउने र उहाँहरूलाई चाहिँ भविष्यमा चाहिँ उहाँले गर्ने जो खेती पद्धति छ त्यसमा चाहिँ उहाँहरूले चाहिँ जलवायुलाई चाहिँ मध्यनजर गरेर चाहिँ तरकारी खेतीहरू गर्ने, अर्ग्यानिक तरकारीहरू उत्पादन गर्ने र यस्ता किसिमका जुन जलवायु प्रकोपका कुराहरू छन् यसलाई चाहिँ न्यूनीकरण गर्ने कुराहरूमा चाहिँ यो CFS क्लासले चाहिँ सहयोग गर्ने उद्देश्यले चाहिँ यहाँ चाहिँ सञ्चालन भएको छ। र हामी यहाँ हेर्न सक्छौँ यहाँ झोलमोल 1, 2, 3 पनि बनाउनु भएको छ उहाँहरूले। त्यस्तै गरी प्रायः जस्तो यहाँ चाहिँ तपाईँको प्लास्टिकहरू एकदमै कम गरेको, यहाँ चाहिँ प्राले मल्चिङहरू प्रयोग गर्नु भएको छ। त्यस्तै गरी तपाईँको यो बाँसहरू धेरै त्यस्ता किसिमका प्लास्टिक आइटमहरू प्रयोग नगरेर उहाँले चाहिँ यो ठेक्रा पनि एकदमै यो ठेक्रा पनि यहीँ हाम्रै नजिकको स्रोतमा पाउने वस्तुले चाहिँ बनाउनु भएको छ। नत्र भने चाहिँ धेरै ठाउँमा चाहिँ प्लास्टिक डोरीहरू प्रयोग गरेर पनि बनाउनुहुन्थ्यो, त्यसलाई पनि उहाँले चाहिँ यस्तो मिनिमाइजेसन गर्नुभएको छ, त्यस्ता प्लास्टिक जन्ने कुराहरूलाई चाहिँ कम प्रयोग गर्नुभएको छ। र यो किसिमले चाहिँ यहाँ चाहिँ यो प्लटमा चाहिँ
उत्पादन कार्यहरू उत्पादनमा चाहिँ वृद्धि भएर उहाँहरूको आय आर्जनमा पनि सहयोग पुग्ने हेतुले चाहिँ हामीले यहाँ सिएसए प्लट यो जलवायु अनुकूल कृषि पाठशाला कार्यक्रम चाहिँ यहाँ सञ्चालन चाहिँ भएको कुरा चाहिँ मैले जानकारी गराएँ। हस् नयाँ नयाँ कहाँ सिक्नु बताउँछ तरिका? सबसे पहले तो नया तरीका का अगर हम घर बना के कब्बो लगाइले थे ना अनि ड्याम बना के खाना लगाइले दी वहाँ पारी और आइगल अध्यक्ष मैडम हो कहाँ लगाइले अनि इनमें से और पहले जो अपने के तरकारी खेती करी और अब्बे में क्या फर्क पाइले कि वस्ते हो फर्क बा और का फायदा हुई? तो वो बॉल काहे नहीं डाल लेते बाजार से किन मल काहे नहीं डाल लेते? हमरा शुरू में कने नहीं डर हो कहे दिया अभी तो का कथा उनका ऑर्गेनिक तो बनाइना बा कहे दिया तभी तो वो ऑर्गेनिक उत्पादन करले से का फायदा होईल तो? अभी का कथा मुझे वाला डर बोलो जैसे कि रोग ज्यादा चटी लागल ना मनन के आयु कम की लागल का हमारा आयु नंबर करे ना बताई ना बता के ऐसे सिखाई लग और ये का कथा सर का वन जंगल से विनाश हो गेल का कथा ये भी लगाई ना से ढेर कतना पुरानी सब मिल रहे हमारे आप जाला जैसे यहाँ जा सीखी वैसे अपन घरे फिर लगेली है तो कम लगाइल बने अपन घरे फिर तो लगा ये ता झोलमल तो फर्क ही है पहले आईपीएम नहीं ले रही आईपीएम क्लास नहीं ले रही और अब आईपीएम लेके का फर्क पड़े बहुत में का लगाइना तरीका से लैके मल खाद प्रयोग करना और जाके बिसाड़ी से लैके वैसे झोल मल बनाना बढ़िया लैके सीखली रोग किरण के बारे में मित्रजीव और शत्रुजीव कीरक बारे में सीख लिया अब भोलि दिगो विकासमा यो परियोजना सधैँ रहन्न नि त अब परियोजना सकिएला दिगो विकास यहाँ अलिक कम आउला भनेपछि भोलि समूह फेरि विघटन हुने कामहरू नगरिदिनु होला होइन अझ त्यसलाई अहिलेबाट तपाईँले मजबुत बनाउँदै गयो भने चाहिँ पछिसम्म चल्छ त्यति कुराहरू चाहिँ मैले तपाईँहरूले राखेँ। अब सुरुमा हामीले धानको बिउ पायौँ दिगो विकासबाट सर त्यसपछि हामीले च्याउ पायौँ त्यसपछि हामीले के भन्छन् आइपिएम पायौँ अनि अब अन्न ब्याङ्कको सामान पनि पायौँ हामीले एउटा अब खानापानी धारा पनि दिएछ अनि त्यहाँबाट अब दिगो विकासको उसले एउटा बोर्डिङ पनि पाएछौँ सर अब दिगो विकासले दिएन भन्ने होइन कि पाएकै छौँ हामीले हासलमा तालिम पनि दिइराखेको छ टाइम टाइममा कला चल्यो हामी केही पनि बुझेका थियौँ जानेका थियौँ दिगो विकास आएर हामीले क्लास चलायो पढायो हामी धेरै बुझ्यौँ यो तरकारी बारेमा समूहको बारेमा कसरी समूहलाई चलाउने कसरी समूहको सदस्यहरू मिलेर हामीले काम गर्ने यो धेरै बुझ्यौँ सर धेरै हामीलाई थाहा थिएन ज्ञान थिएन यस के हो पहिला सुरुमा आयो दिगो विकास समूह जोड्न अहिले के हो यति संस्था त कति आउँछन् केही काम त छैन भनेर हामी मनै लागेको थिएन फेरि यताउति गऱ्यो
हामीलाई पछि अब तालिम दियो यता कुराकानी बुझ्यौँ धेरै सहयोग गर्दा गर्दा त राम्रो लाग्यो डिको विकास जति अरू संस्थाले गरेको छैन त्यही मारे डिको विकास जे हो हाम्रो संस्थाले हामीलाई राम्रै नि गरेको छ सर आजसम्म हाम्रो 1-2 आम्दानी गरेका छौँ किनकि गरेर खाने भएको छन् साथीहरू जसले मेहनत गर्यो तरकारी कृषि गरेछन् उनलाई फाइदै छ सर एकचोटि हामीले के छ यहाँ कमी कमजोरी हामीसित जग्गा छ अब गर्ने चाहना छ इच्छा छ तर हामीसित जग्गा छैन सर अब भाडामा लिउँ भने यति महँगो भाडा तिर्ने पनि आयस्रोत हिँड्नु पर्यो हामीसित अब हामी मजुरी गरी खाने मान्छे छौँ त्यही भएर यति हामी कमी कमजोरी पछाडि परेका वर्ग हो यसमा सबै हामी यस्तै छौँ पछाडि परेको वर्गलाई समस्या नि हुन्छ अब आफूसित जग्गा भए पनि जग्गा छैन किनकि जग्गा भए पनि ब्याङ्कमा राखेर लोन निकाले पनि तरकारी लगाएर मान्छे व्यापार गर्न सक्छ अब हामीले त्यो गर्नु पनि छैन सर अब बसोबास छ कसैको छैन भाडामा लिएर त कोही तरकारी लगाएको छ हाम्रो साथीहरू डिको विकासको हाम्रो समूहमा त हाम्रो आशा म्याडमलाई धेरै धेरै धन्यवाद किनकि हामीलाई डिको विकासमा जोइन गराउने हामीलाई यत्रो अगाडि बढाउने शिक्षित गराउने हाम्रो आशा म्याडमको धेरै आशा म्याडमलाई धेरै धेरै धन्यवाद अझै हाम्रोलाई अगाडि बढाउनु होला शिक्षा दिनु होला भन्ने हाम्रो आशा रहनेछ किनकि यो समूहलाई झन् अगाडि अब हाम्रो छोरी बुहारीहरू छन् तरुणा युवालाई झन् अगाडि बढाउने अब किनकि हाम्रो त उमेर गइसक्यो हामी चाहे पनि गर्न सक्दैनौँ तर आउने पिँढीहरू हाम्रो बुहारीहरूलाई दिनुको धेरै धेरै धन्यवाद कहिलेकाहीँ यस्तो आउँदैन मलाई सल्लाह सुझाव दिँदैन किनकि हाम्रो मनोबल पनि अगाडि बढ्छ सरहरू आउँछन् हामीलाई ज्ञान दिएर जान्छन् भन्ने हाम्रो पनि मन मान्छे पनि छ हामीसित आयस्रोत पनि अलिक कम छ किनकि अब मेरो समूहको मान्छेहरूले काहीँ भत्तै ठेका लिउँ भने पनि पैसा हुँदैन यसो घुम्टी कोष हालिदियो भने के हुन्थ्यो हाम्रो समूहमा यही सोच घुम्टी कोष दियो भने हामीलाई परिचालन हुन्छ हाम्रो कोषको बलियो पनि हुन्छ किनकि एकमुष्ट पनि हामी भाडामा केही लिएर गर्न पनि सक्छौँ ओके हाम्रो मोनिटरिङ टिम चाहिँ अहिले टिकापुर कति नम्बर रे टिकापुर 3 नम्बर 3 हो कि 5 हो यो 5 हो त्यही त टिकापुर वडा नम्बर 5 बाट मुभ भएर अब जानकी गाउँपालिका जाने हामी चाहिँ तर्खरमा छौँ हामीलाई गर्मी पनि लागिराखेको छ थकाइ पनि लागिराखेको छ ल बिहान 6 बजेदेखिको यो हाम्रो टिम चाहिँ जोस एकदमै के भन्छ तगडा भएर लागिराख्नु भएको छ म पनि यहाँ खोकी लाग्दै पनि आवाजलाई चेन्ज गरी बोल्नलाई यहाँ आतुर भइराखेको छु खोक्दै उक्र्दै नैसेका मोटा नखानु यहाँ अभाइलेबल हुन्छ ओके हामीलाई यता बिरे नुन पानी कागती पानी खाँदैछौँ गर्मीको दिन ओके ल हामी अहिले जानकी गाउँपालिका यता पनि हाम्रो सपोर्ट गरेको समूह छ रे अब त्यो समूहमा गएर यसो 5-10 मिनट कुराकानी गर्छौँ हामी नमस्कार सबैजनालाई लसुन निकाल्नु भयो ए यो तरकारी बिक्री गर्न जान लाग्नु भयो त्यो उ गरेर ए ल राम्रो लसुन पनि अझै उखाल्नु भएको रहेछ खुर्सानी पनि है टमाटर पनि बन्दा एहे टमाटर पनि रटम्मै फल्दै रहेछ त है छानी पनि राम्रो
यो दोस्रो लटको टमाटर फलिरहेको हो अहिले। तपाईँहरू बिक्री गर्न जान लाग्नु भएको? बिक्री गर्न जान लाग्नु भएको? यो यसरी टाउकोमै राखेर लग्नुहुन्छ कि साइकलमा राख्नुहुन्छ के हुन्छ? ए टाउकोमै लगेर जानुहुन्छ भनेको यहाँदेखि तपाईँ कहाँ जाने, कुन ठाउँसम्म? ए भनेको गाउँघरमा बिक्री गर्नुहुन्छ कि पसलमा जानुहुन्छ? ए ए कति समय जति लाग्ला यो टोक्राहरू बिक्री गर्न? ए उस्तरी त बिहानै जानुहुन्छ होला है? ए कति पैसा पाउनुभयो दिगो विकासबाट? 8,000। तपाईँले दिगो विकासले सहयोग गर्नुभन्दा अगाडि पनि तपाईँको पसल थियो कि त्यसपछि मात्रै सुरु गर्नुभयो? ए अगाडि को काम गर्नुहुन्छ पसलमा हजुरहरू? तपाईँ एक्लै गर्नुहुन्छ कि तपाईँको श्रीमानले पनि गर्नुहुन्छ? ए हुनुहुन्न, एकल महिला हो तपाईँ? ए ए बच्चा बच्चीहरू हुनुहुन्छ होला? ए छोरा बुहारी पाइसक्नु भएको रहेछ त, तर नि हुनुहुन्छ त हजुर त? ए तपाईँले पाछे लड़का फिर सीख लेने तो लड़का फिर चले थे छाव के चावल पकाए एक के ठुम मने ना घनी मर जाएगा ना वहीं से आ जाने सीख ले रही तो वहीं से मैं फिर से से कम के वो नहीं फिर पकाई थी हाँ मैं चल जी तो बंद हो गई सब जाने पकाई थी हमसे तो दैनिक में आमदनी हमरे खास करी कल से ना दिन भर का घामे मुँह के 600 रुपया कमाई थी कल से हमरे अपन कर थी तो हमरे 200 रुपया अले से तो हमार बहुत हो जे हम ना घामे थे ना मुँह पर ना सीधे मुँह पर बस अपन काम करो अपन घर पूरा ढो बस नहीं के टेंशन ना कल ना जाए ना झगड़ा आनंद तो कच्चा पदार्थ कहाँ से करते हैं?
में से बचत करके दुकान में रखते अनि त्यसै होइन अपन लोन के अब ना हमरे यहाँ से खान खर्च सबको हमरे यहीं से करती नॉन व्हील तेल व्हील सब कुछ चीज यहीं पैसा ले यहीं डाल के मन बढ़ना हाँ किराना वाला किराना वाला बढ़ना हाँ यो आफ्नै हो यो भाडा लाग्दैन राम्रो गर्नु भएको रहेछ